14 वर्षको उमेरमा उनी निकै राम्री गायिका भइसकेकी थिइन्। अरुणा लामाको सङ्गीतका गुरु अम्बर गुरुङ हुन्। उनी आफ्ना गुरु कहाँ नियमित रूपमा सङ्गीत सिक्न जान्थिन्। विक्रम सम्वत 2020 सालमा अरुणा लामाको विवाह शरण प्रधानसँग भएको थियो। शरण प्रधान पनि सङ्गीतकार थिए। उनीहरू दुवैले नेपाली गीत सङ्गीतको विकासमा योगदान दिए। अरुणा लामा शिक्षण पेसामा लागेकी थिइन्। उनका पति पनि शिक्षक नै थिए। अरुणा र शरणको जोडी खुब मिलेको थियो। दुवैको पेसा र सुख पनि एकै थियो। अरुणा शरणलाई पतिका रूपमा पाएर खुसी थिइन्, तर उनको यो खुसी धेरै टिकेन।